ज्यादै छ। यो के बेइमान भन्छ भने पहिलेको संविधान सभामा राज्य पुनः संरचना समितिले 45 सहितको 14वटा प्रदेश दियो, खाका पेश गरे। यी बेइमानहरूले यो हुँदै हुन्न भनेर चाहिँ 4 महिनासम्म कल झगडा गरिसकेपछि यिनीहरूकै सहमतिमा यिनै एमाले, काङ्ग्रेस, माओवादी यी ठुला भन्नेहरूको आफ्नो प्रतिनिधि चाहिँ सामेल गराएर एउटा संवैधानिक सुझाव आयोग गठन गर्यो। त्यो आयोगले चाहिँ जुन छ 10+1 11वटा प्रदेश जाने जुन छ सुझाव दियो। त्यो सुझाव आयोगले संवैधानिक आयोगले आफैले बनाएको संविधान आयोगले दिएको सुझाव छलफलसम्म पनि गरिँदैन। बेमार संविधान सभामा ल्याएर त परै जाओस्, संवैधानिक जाने समिति पनि छलफल पनि गरिँदैन। यी बेइमानहरू फेरि आएर चाहिँ हामीलाई के भने त यहाँ अर्को चुनाव पछाडि 4जना बेइमानहरू मिलेर हामी 8वटा प्रदेशको चाहिने जुन छ सङ्घीय चाहिँ नेपाल बनाउँछौँ। यो त सबै सुनेको कुरा हो होइन। 6वटा चाहिने जुन छ बनायो। हामीले नेपाली जनताले 8वटा बनाऊ भनेको होइन, ऊ आफै जाने उब्रिँदै बनायो कि 8वटा बनाउँछौँ भने 6वटा बनायो। जनताको चाहिँ कडा चाहिँ प्रतिवाद भयो। अहिले 7मा गएको छ। अझै जनता उठ्दैन भने फेरि 10मा पनि टुक्रा दिँदैन। तर यिनको कुनै ठेगाना छैन। मैले यी बेइमान मात्र होइन, यहाँका सत्ताधारीहरू सबैभन्दा बढी साम्प्रदायिक छ, सबैभन्दा बढी यो जातिवादी छ। कसरी म यहाँ भन्छु, सुदूरपश्चिमका अखण्डतावालाले चाहिँ विद्रोह गर्यो, नेपाल बन्द गर्यो, दुकान चलायो, गाडी चलाए, यातायात बन्द भए। त्यहाँ चाहिँ कहीँ जाने जुन छ सेना परिचालन भयो। 2046 सालमा यत्रो विद्रोह भयो, 62-63 सालमा विद्रोह भयो। त्यो बेलामा सेना परिचालन भयो। तर जब यहाँका चाहिँ कमैयाहरू, जब यहाँका हलीहरू, जब यहाँका चाहिँ थारूहरू, यहाँका चाहिँ आदिवासी जनजातिले विद्रोह गर्यो, यिनले तुरन्तै सेना परिचालन, यिनले सेना परिचालन गर्ने भएको भए सुदूरपश्चिमको जाने जुन छ अखण्ड नेपालको जाने जुन छ आवाज उठेन होला। 52 क्षेत्रको जाने उसले जाने सेना किन परिचालन गर्यो? यो सत्ताधारीको जाने साम्प्रदायिक मानसिकता हुने हो नि। आज यिनले अधिकार गर्दाखेरि चाहिँ मधेसीहरू पर जाने गोली चलाएर जाने दिन्छ, हत्या गर्नेछ। मलाई यो भनेको यो साम्प्रदायिक हो, यो सत्ताधारी। म भन्छु यो सत्ताधारी जातिवादी हो। म प्रमाण दिन्छु। दिलराज रेग्मी सर्वोच्च अदालतको भारवाला चाहिँ न्यायाधीश छँदै प्रधानमन्त्री सभाको जाने जुन छ सरकार प्रमुख भएर जाने गुरु जाने काम गर्यो, राजनीतिक सत्ताले काम गर्यो। त्यसको जागिर गएन। ऊ सरकारी कर्मचारी नै रहे सर्वोच्च अदालतका। एउटातिर गएर प्रधानमन्त्री सभा जाने छ, सरकार प्रमुख भएर बस्यो। त्यो बेलामा कसैले पनि यहाँ साम्प्रदायिकहरूले यो कुरा उठाइन कि निजामती कर्मचारीले चाहिँ राजनीति गर्नु हुँदैन। तर आज एउटा थारूको छोरो, एउटा चाहिँ इन्जिनियरले चाहिँ हुन्छ थारूलाई उचाल्यो भनेर आज कसको जागिर खाँदैछ।
भन्नुहोस् यो सरकार चाहिँ साम्प्रदायिक हो कि होइन? के तपाईँको नेपालको चाहिने जुन छ निजामती चाहिने सेवा ऐन बाहुनहरूलाई एउटा गैर बाहुनलाई अर्को छ त त्यहाँका पत्रकारले किन मुख खोल्दैन? आज एउटा फारुकको जामिन छ जागिर खोज्दैछ त्यही काम गर्दाखेरि जाने एउटा फारुकको चाले जुन छ जागिर जाने त्यही काम गर्दाखेरि जाने जुन छ अर्को जाने अब कर्मचारीको जागिर जाने त्यो यो पक्षपातपूर्ण कुरा जाने जुन व्यवहार गरेको छ यो जाने जुन छ सत्तामा रहनेहरूको जाने साम्प्रदायिक मानसिकताको जाने मानसिकताले काम गरिरहेको छ। अन्यथा गराएर जाने तराईका जाने मधेसीलाई आवाज उठाउँदाखेरि तराईका थारूले आवाज उठाउँदाखेरि त्यहाँ जाने गोली चलाउने त्यहाँ जाने खुलेआम जाने तपाईँको जाने चेलीबेटीमाथि बलात्कार गर्ने सेना परिचालन गर्ने तर यिनले 46 सालमा किन गरे सेना परिचालन किन गरे? 62 सालमा किन सेना परिचालन गरिन? पश्चिमका तपाईँको जाने जुन छ अखण्ड जाने पश्चिमवालाले विद्रोह गर्दाखेरि किन सेना परिचालन भयो? तिमीसँग जवाब छ? बेइमानीसँग मुलुक समाज जाने जुन छ बहुजातीय छ तर सत्ता एकल जातिको छ। नेपाली समाज बहुधार्मिक छ तर सत्ता जाने जुन छ एकल धार्मिक छ। तपाईँ सेना र पुलिसको ब्यारेकमा जानुहोस् त्यो काली र भगवतीको जाने मन्दिर त्यहाँ खडा गरिएको छ। तपाईँ वीरस्थलका अगाडि उभिनुहोस् पशुपतिनाथको प्रतिमा उभाएको छ। तपाईँ जाने किसिमको अस्पताल र जाने वीरस्थलको प्रत्येक बिरामी सुत्ने बेडको अगाडि जाने जुन छ हेर्नुहोस् त्यहाँ शिवजीको फोटो, दुर्गाको फोटो, पार्वतीको फोटो नमालुम कुन पनि अब हिन्दू देवताको फोटो छ। त्यो भनेपछि यिनीहरूको त सत्ता त धार्मिकै छैन। फेरि के को यहाँ अब हिन्दू धर्मको जाने मागे राखेको छ। म भन्छु जब यो मुलुकमा तपाईँले मेरो संस्कृतिको चाहिने जुन छ यो मुलुकले स्वीकार गर्दैन, सत्ताले स्वीकार गर्दैन, तपाईँले मेरो भाषालाई स्वीकार गर्दैन, तपाईँले मेरो संस्कृतिलाई चाहिँ स्वीकार गर्दैन, तपाईँले मेरो धर्मलाई स्वीकार गर्दैन, तपाईँले मेरो चाहिने जुन छ राजनीतिक अधिकारलाई चाहिँ स्वीकार गर्दैन भने तपाईँ हामी अहिलेसम्म नेपाली भएको छ। हामी नेपालभित्रको राई हो, नेपालभित्रको नेवार हो, नेपालभित्रको थारू छ, हामी नेपाली भएको छैन। मलाई भन्नुहोस् तपाईँ कसरी नेपाली हुनुभयो? हामी कसरी नेपाली भयो? हामी तपाईँहरूको आज नेपाली हुन काम भनेर एउटा अधिकार हक अधिकार माग्दाखेरि तपाईँहरू म साम्प्रदायिक अझै म एउटा कुरा गरौँ त्यो खिलदार बेग्री त्यो घुसिया सरकार प्रमुख हुँदाखेरि त्यसको चाहिने जुन छ प्रधानमन्त्रीका क्वार्टरमा काम गरेर 3 जना चाहिने उठे कामदार थिए। एउटा कोरे थिए अर्का, एउटा मगर थिए अनि एउटा के जाति थिए यतिका जाति। यिनीहरू जाने जुन चाहिँ यो अशुभ भयो यो भनेर त्यसलाई निकालेको छ। यो रेफ्रीले मलाई थाहा छैन, सत्ताको खेल त म पनि खेलेको हो नि। देशको प्रधानमन्त्री हो भने एउटा पढे चाहिने जुन चाहिँ तपाईँको उसको चाहिने कोठा सफा गर्ने चाहिने अब कर्मचारी भयो तर निकालिदिने जातको आधारमा भनेर तपाईँ भन्नुहोस् साम्प्रदायिक व्यवस्थामा हो कि यहाँको चाहिने सत्ताधारी? यिनको लागि चाहिने जुन छ आज उनको लागि एउटा कानुन छ। तपाईँ
बेलाको छुट्टै कानुन छ। हामी चाहन्छौँ हामी नेपाली हुन पाऊँ। हामी नेपाली हुनको लागि हाम्रो राजनीतिक अधिकार, हाम्रो आर्थिक अधिकार, हाम्रो धार्मिक अधिकार, सांस्कृतिक अधिकार पनि त्यहाँ हामीले पाउनु पर्छ। अन्यथा एकल जातीय शासनै कायम राख्ने कुरा हो। एकल चाहिने भाषा संस्कृतिकै धर्मकै चाहिने सत्ता कायम गर्ने भने म त भन्छु भगवान्ले पशुपतिनाथले अहिलेका सत्ताधारीले चाहिने संविधान दिँदाखेरि चाहिने हिन्दू राज्य लेखुन्, हिन्दू राज्य लेख्नुहोस् सभा। त्यस पछाडि चाहिने खेल सुरु हुन्छ। लेख्नुहोस् छातीमा उम्रेको छ भने हिन्दू राज्य लेख। हाम्रो चाहिने गाई माता चाहिने जुन छ राष्ट्रिय गाई माता, गाई तिनका माता हुन् भने गोरु यिनका पिता होइनन्। अब चाहिँ गाई आमा हुन्छ भने साह्रै के हुन्छ बाउ होइन लेखा तिम्रो साथी हुन्छ। राजनीतिक खेल खेल्न सुरु गर्ने हो भने हिन्दू राज्य नेपाल लेखा ऊ पछाडितिर उभिरहेको छ, तिनको कुरा मानियो होइन। त्यस कारणले चाहिँ हामी चाहन्छौँ कि चाहिँ यो झगडा यो द्वन्द्व छिटो समाप्त होस् क्या। तर यो छिटो समाप्त गर्ने कुराहरू उहाँहरू त्यो कुरा देखिनुपर्छ। त्यस कारणले हामी यहाँ रहने कुरा है, यो सत्य आजको यहाँका चाहिने उपेक्षितहरू जाने जुन छ अधिकारलाई दिनुपर्छ। म भन्छु आर्य समाज पनि नेपालको समृद्धिको लागि, मुलुकको एकताको लागि जाने जुन छ जुन किसिमको एउटा सामाजिक धार्मिक विभिन्न जुन विभेद जुन भइरहेको छ यसको अन्त्यको लागि पनि चाहिने जुन छ आर्य समाजहरूको सोच्नुपर्छ। उहाँ पनि यही भूमिका चाहिने जुन छ भूमिपुत्र नै हुन्छ। तर होइन अब चाहिने जुन छ यिनलाई जगतै गर्नुपर्छ भनेर यो धारहरूको पछि लाग्नुहुन्छ, यो फलहरूको पछि लाग्नुहुन्छ भने फेरि उहाँहरू सँगसँगै फेरि तपाईँहरू पछाडि लाग्छ। त्यो हुन्छ निश्चित रूपमा। त्यस कारणले यहाँका चाहिने जुन अधिकार दिने जति समुदाय हुनुहुन्छ तब हामी उठ्नुपर्छ, एक ठाउँमा जाने आउनुपर्छ। तबसम्म हामी एक भएर अगाडि बढ्दैन हामीले चाहिँ आफ्नो अधिकार प्राप्त गर्न सक्दैन। यहाँका चाहिँ अधिकार दिनहरू उत्रिन परेको बुझ कि यहाँ अरूहरूले चाहिने जुन छ जुलुस निकाल्दाखेरि चाहिने पुलिसले चुपचाप हेर्ने, दलितले चाहिने जुन छ जुलुस निकाल्दाखेरि दलित सभासदको चाहिँ खुट्टा भाग्छ, ढाड भाग्थ्यो। त्यो कुरा दलितले बुझ्नुपर्छ। यहाँ जुलुस हरेक दिन निकाल्यो, यहाँ जनजातिले पनि निकाल्यो, अलग अलग जातिले नगरले पनि निकाल्यो, अब थारू पनि निकाल्यो, नेवारले निकाल्यो होइन। सभासद पनि यही मात्रै कहीँ बोले, तमाम चिज बोले, कसलाई दण्डले हिर्काए, कसैलाई हिर्काए। जब दलित सभासदहरूले आएका थिए उसको चाहिँ खुट्टै भाग्थ्यो। किनभने चाहिँ हिन्दीमा एउटा कुरा छ नि, मेरी दिल्ली मुझसे ही ल्याऊ भने चाहिँ अब बिचरा त्यो दलितले तपाईँले अब त चुनाव जितेर आएको त होइन। त्यो त तर उनी तपाईँको चाहिने जुन छ सत्ताधारीले चाहिने जुन छ मैले त पारेर तपाईँको सभासद बनाएको हो भनेपछि हामीले तिमीलाई चाहिँ सभासद बनाउनु हाम्रै विरुद्धमा जाने भनेपछि
बामदेवले चाहिँ ठिक गर भन्यो, हामीले खुट्टा भाग्यो यो हो। कसरी पक्षपात हुन्छ? दलितको सत्तामा यहाँ तपाईँको गैर दिन आएको भए, यहाँ बाम क्षेत्रको जुलुस निस्केको भए बामदेवले चाहिँ खुट्टा भाँच भन्थे। यो विभेदकारी छ समाज। त्यसो लाग्नाले हाम्रो यो सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टी प्रेममा परेको जति पनि त्यहाँ जाति समुदाय छन् त्यसको हक अधिकार लागि, त्यसको एउटा समानुपातिक अधिकार लागि चाहिँ छ 25 वर्षदेखि मान्छे आएको छ र हामी अझै लड्दै जान्छौँ। त्यस कारणले यो प्रेममा परेको जति समुदाय छन्, थाप्दाताले नाङ्ले पसल थाप्ने, आफूलाई सोध्ने विनोद चौधरी र तपाईँको चाहिने जुन छ उतातिर के अरे विनोद चौधरीको सपना देख्ने, उतातिर हुलास जस्तो देख्ने आफूलाई खेतानको चाहिने के अरे दाजुभाइ गर्ने, दाजु गर्दाखेरि तपाईँको खेतान हुलास विनोद चौधरीसँग गर्ने थाप्ने चाहिने जुन छ नाङ्ले पसल। यो अधिकार माग्नेवाला चाहिँ कुरा हामी सबै जाने नगन्ती हौँ। कोही सोसल बेगर हो, कोही पोलिटिकल बेगर हो। यदि हामी बेगर होइनौँ भने हामीलाई यो दिएर पुग्यो भने हामी किन माग्छौँ? जब समाजमा माग्ने र दिनेवाला हुन्छ, माग्नेवाला डेफिनेटली बेगर हो, माग्नेवाला नगन्ती। त्यस कारणले म भन्छु जति पनि पोलिटिकल बेगर्सहरू छन्, जति पनि सोसल बेगर्सहरू छन्, त्यो बेगर्स चाहिने कि छ सारातिर मतभेदलाई बिर्सेर अब एक ठाउँमा गएर हाल्नुपर्दछ, अगाडि बढ्नुपर्दछ। र अहिलेको हाम्रो एउटा यो खबरदारी हो, तिमीले बेइमानी गरेको ठाउँमा त्यस कारण बेइमानी नगर भनेर हिजो अस्तिको गएर जुलुसमा यहाँका जाने जनता जाने बाजा बजाउँदै जाने माग्थे। आजको दिन बाजा बजाउन छोड्यो हामीले, बाजा बजाएर जाने नाच गाने गरेर माग्दै छोड्यो। भोलि आउँदाखेरि हामी खालि के लिएर आउँछौँ? त्यो लट्ठी लिएर आउँछ, लट्ठी। त्यसले बाबुले अझै अर्को चिज आउँछ। अहिलेसम्म त यहाँ नाचगाना गर्दै गीत जाने माग्दैछ, अब छोडिदियो। आज गाजा बाजा केही जाने। त्यस कारण यसलाई यस्तै हो, यिनीहरू आउँछ चुच्चाउ भइदियो। कसैले नसुत्नु, सत्ताधारी नसुत्नु। हामी एक दिन म भन्छु यहाँका सत्ताधारी बेइमानहरू एक दिनभित्र चाहिने जनताको मागहरूलाई चाहिने जुन छ पुरा गरौँ। तराईमा चाहिने जुन छ सेना परिचालन जुन गरेको छ तत्कालै फिर्ता ल्याउँ र पुलिस प्रशासनबाट गरिएको दमन चाहिँ तुरुन्तै बन्द होस् र यतातिर जनताको माग पुरा गर्नेतर्फ गम्भीर रूपले सोचौँ। अन्यथा यसको चाहिने जुन छ एउटा भोलि जुन किसिमको गम्भीर परिणाम निस्किन्छ यो अहिलेकै चाहिने हुन्छ सत्ताधारी जिल्ला भएछ। त्यसलाई समयमा जान बुझौँ र यहाँका उत्पीडन परेको अधिकार विहीन जति पनि समुदाय छन् तपाईहरु जाने अब त्यहाँ कसिलो भन्ने हो। कुनै पनि बेलामा पार्टीले चाहिने सङ्घर्षको लागि आह्वान गर्न सक्दछ र पार्टी चाहिने सङ्घर्षलाई उत्रन सक्छ हामीसँग जागरुक पनि पर्छ भनेर कार्यकर्तालाई चाहिँ पूर्व जानकारी दिँदै म